कैलाली जिल्लाको पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ अवस्थित घोडागोडी सिमसार क्षेत्र प्राकृतिक तथा जैविक विविधताका हिसाबले महत्त्वपूर्ण मानिन्छ। सन् 2003मा विश्व रामसार सूचीमा सूचीकृत यो क्षेत्र करिब 2563 हेक्टरमा फैलिएको छ, जसमा घोडागोडी नकरोड लगायत 24 वटा तालहरू रहेका छन्। एक ताल सकिन नपाउँदै अर्को ताल सुरु हुने भएकाले यो क्षेत्र तालहरूको माला जस्तै देखिन्छ। चुरे र तराईको संगम स्थलका रूपमा रहेको यो क्षेत्र जैविक मार्गका रूपमा पनि महत्त्वपूर्ण छ। घोडागोडी जैविक विविधताको खानीका रूपमा परिचित छ, जहाँ दुर्लभ तथा संकटापन्न चराचुरुङ्गी, वन्यजन्तु, जलचर र वनस्पतिका सयौं प्रजाति पाइन्छन्। यहाँ 381 प्रजातिका चरा, 647 प्रजातिका वनस्पति, यहाँ राजलाहाचे, राजधनेश, सेतो गिद्ध, डङ्गर, गिद्ध लगायत विश्वव्यापी रूपमा संकटमा रहेका चराहरू पनि पाइन्छन् भने नादुन हाँस, हरिहाँस र बगाले सिम कुखुरा यहाँ मात्रै प्रजनन गर्ने गर्दछन्। त्यसैले घोडागोडी जैविक रूपमा अत्यन्त संवेदनशील क्षेत्र हो। यसको संरक्षण स्थानीय मात्र होइन, अन्तर्राष्ट्रिय महत्त्वको विषय पनि हो। यससँगै घोडागोडी सिमसार क्षेत्र जैविक विविधता र प्राकृतिक सौन्दर्यका कारण पर्यापर्यटनको दृष्टिकोणले पनि महत्त्वपूर्ण छ। ताल, वन क्षेत्र, चराचुरुङ्गी अवलोकन, प्राकृतिक दृश्य अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुने गरेको नवीन छेत्री बताउनुहुन्छ। पर डे 500 भन्दा प्लसै हुनुहुन्छ पर्यटकहरू चाहिँ आइराख्नु भएको छ। अहिले चाहिँ तपाईको तत्कालमा चाहिँ आउने भनेको स्थानीय नै हुनुहुन्छ, प्लस अहिले यो हाम्रो पूर्णगिरीमा जुन पूजाको समय चलेको छ, नेपालगञ्जदेखि, कोलपुरदेखि, तपाईको बर्दियादेखि, बाँसगढीदेखि लगायत टिकापुर, धनगढी हुँदै अत्यारिया हुँदैदेखि यहाँ स्थानीयहरू पनि आइराख्नु भएको छ। घोडागोडीको महत्त्व पर्यटकीय गन्तव्य जैविक विविधतामा मात्रै सीमित छैन। यो पश्चिम नेपालका थारू समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र पनि हो। थारू समुदायले यसलाई गोरीघोडा देवथानका रूपमा पुज्ने गर्दछन्। यहाँ हरेक वर्ष लवाङ्गी पूजा, माघी, शिवरात्रि लगायत धार्मिक मेलाहरू लाग्ने गर्दछन्। घोडागोडी हाम्रो लागि केवल ताल होइन, यो हाम्रो आस्थाको केन्द्र हो। घोडागोडी नगर स्तरीय नगर भलवंशा अध्यक्ष बुद्धराम चौधरी भन्नुहुन्छ, हामी यसलाई गोरीघोडा देवथानका रूपमा पुज्छौं। यसलाई थारू समुदायले एउटा शक्तिपीठको रूपमा चाहिँ मान्दै आएको छ र थारू समुदाय मात्रै नभएर सम्पूर्ण यहाँ जति पनि श्रद्धालु भक्तजनहरू छन्, उहाँहरू चाहिँ एउटा शक्तिपीठको रूपमा चाहिँ स्थापित भएको हामीले पाएका छौँ र उहाँहरूले मान्दै आएको पनि छ। यहाँ लाग्ने विभिन्न मेलाहरू छ, जस्तै लवाङ्गी पूजा हुन्छ। यो भव्य रूपमा सीता विवाह पञ्चमीको दिन चाहिँ एकदम भव्य सभ्य रूपमा एकदम भव्यताका साथ चाहिँ सुसम्पन्न हुने गर्छ। यहाँ विभिन्न मेलापातहरू पनि लाग्ने गर्छ, जस्तै शिवरात्रि भयो, मोहन्यालको जाँत भयो, अनि माघी लहान भयो, यी कुराहरू पनि हुने गर्छ र अन्य विभिन्न प्रोग्रामहरू पनि यहाँ भइरहेको हुन्छ र यसलाई चाहिँ थारूहरूले आफ्नो शक्तिपीठको रूपमा चाहिँ पुज्दै आएको छ र पुज्दै पनि जानेछ र यो घोरीघोडा देवठानलाई हामीले संरक्षण र सम्वर्धन गर्नुपर्छ र यो ठाउँलाई चिनाउनलाई हामीले सबैजनाले आफ्नो ठाउँबाट उठेर यस ठाउँको सर्वाङ्गीन विकासको लागि पनि लाग्नुपर्छ र लाग्ने हाम्रो दायित्व भन्ने म आग्रह पनि गर्न चाहन्छु। ताल किनारमा रहेको शिव मन्दिरका कारण अन्य समुदायका लागि पनि यो क्षेत्र धार्मिक केन्द्रका रूपमा विकसित हुँदै गएको छ। यही धार्मिक र सांस्कृतिक महत्त्वसँगै घोडागोडी क्षेत्र प्राकृतिक हिसाबले पनि अत्यन्तै संवेदनशील र समृद्ध मानिन्छ। यहाँ पाइने चराचुरुङ्गी तथा वन्यजन्तुहरूको विविधताले यो क्षेत्रलाई संरक्षणका दृष्टिले समेत विशेष बनाएको छ। चराहरूको महत्त्वपूर्ण वासस्थान भएकाले 2078 फागुन 27 गते घोडागोडी क्षेत्रलाई नेपालको पहिलो बर्ड सेन्चुरी अर्थात् चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो। तर यति महत्त्वपूर्ण सिमसार क्षेत्र पछिल्ला वर्षहरूमा बढ्दो मानव चाप, अव्यवस्थित विकास र कमजोर संरक्षणका कारण संकटतर्फ उन्मुख हुँदै गएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी बताउनुहुन्छ। घोडागोडी ताल क्षेत्र भनेको एकदमै सेन्सिटिभ क्षेत्र हो, संवेदनशील छ। यसमा कुनै पनि विकास निर्माणका क्रियाकलाप गर्नुभन्दा अगाडि यसको वैज्ञानिक अध्ययन हुनुपर्छ। आइई हुन्छ कि याई गरेर हुन्छ कि त्यो सबै गरेर मात्रै यहाँ विकास निर्माणको क्रियाकलापहरू गर्नुपर्ने अथवा योजनाबद्ध तरिकाले यसको मतलब गुरु योजना अनुसार यसका निर्माणहरू गर्नुपर्छ। अन्यथा यो निर्माण गर्दै गयो भने कालान्तरमा यसले चाहिँ निकै नकारात्मक प्रभाव पार्ने हो। अब अहिले मानवीय क्रियाकलापहरू जस्तो
पर्यटकीय कुराहरू, अब पर्यटनहरू, स्थानीय पर्यटक, लोकल पर्यटकहरू, अलिअलि मतलब भारतबाट आउने पर्यटकहरू, अब केही मात्रामा विदेशी पर्यटकहरू यहाँ आउने गर्छन् र लोकल पर्यटकहरूको चाप चाहिँ अति बढेको देखिन्छ अहिले चाहिँ। अब स्थानीय पर्यटकहरू आउने, होहल्ला गर्ने, जिस्काउने, उडाउने, ढुङ्गाले हान्ने त्यस्तो क्रियाकलापहरू एकदमै बढेको देखिएको छ। त्यसकारण अहिले चराहरूको प्रजननमा पनि निकै घट्ने सम्भावना चाहिँ छ। अब तुलनात्मक रूपमा पहिलाको भन्दा केही वर्ष चाहिँ एकदमै भनौँ न यो कुरालाई चाहिँ मध्यनजर नगरिकन केही क्रियाकलापहरू भइरहेको हुनाले मान्छेहरूको इन्ट्रान्स छ, फोहोर फाल्ने छ, तालभरि फोहोरै फोहोर छ। पानीका बोतलहरू, तपाईँको जुसका बोतलहरू, रक्सीका बोतलहरू पानीभरि छन्, हेर्नुहोस् तालभरि। त्यसले त के लाग्छ भने मलाई त्यो छुट्टै केमिकलाइज निर्माण भएर त्यो तालको क्वालिटी नै डिग्रेड हुन्छ जस्तो मलाई लागिरहेछ। र अर्को कुरा, अब यतापट्टि तालको के अरे रोडको दक्षिणतिरको जुन पसलहरू छ, पसलहरूले एकदमै बिहानै 4 बजेदेखि माइकिङ गर्ने, हाम्रो यहाँ फलाना चिज पाइन्छ, फलाना चिज पाइन्छ, आउनुहोस् है भन्ने, त्यो एकदमै त्यो हाट बजार जस्तो, हाट मेला जस्तो लाग्ने, अनि माइकिङ गरेर कस्टमरहरूलाई आफ्नो पहुँच पुर्याउने गर्दाखेरि त्यो होहल्ला चाहिँ अति एकदमै छ र उनीहरू अब सरसफाइमा त कसैको जिम्मेवारी त देखिएको छैन। हेर्नुहोस्, यहाँ पछिल्लो समय अव्यवस्थित पर्यटन गतिविधि, रङ्गी बिरङ्गी सजावट, हाइटेन्सन लाइट तथा भौतिक संरचना विस्तार भइरहेका छन्। चराविद तथा संरक्षणकर्मी डाक्टर हेमसागर बरालका अनुसार सिमसार वरपर बढ्दो निर्माण र अत्याधिक प्रकाशले चराचुरुङ्गी तथा वन्यजन्तुको प्राकृतिक जीवन चक्रमा असर पुर्याइरहेको छ। उहाँले योजना बिना भइरहेको संरचना निर्माणले घोडाघोडीलाई कङ्क्रिट जंगल बनाउने खतरा बढेको भन्दै वैज्ञानिक अध्ययन, नियमित अनुगमन र दीर्घकालीन संरक्षण योजना आवश्यक रहेको बताउनुभयो। सरकारको नीतिमा चाहिँ सबभन्दा पहिला त त्यहाँको जैविक विविधताको अनुगमन गर्नु पर्यो एउटा। दोस्रो के हुन्छ भने ताल र आसपासको अरू प्राकृतिक जुन संरचनाहरू छ तिनको पनि अनुगमन गर्नुपर्ने हुन्छ, प्राकृतिक रूपमा रहेका संरचनाहरू। तेस्रो चाहिँ के हो भने तिनको आधारमा हैन, हामीले प्रत्येक वर्ष तथ्याङ्क लिन्छौँ, प्रत्येक वर्ष अनुगमन गर्छौँ। त्यसको आधारमा के भएको छ त, घट्या छ अथवा बढ्या छ, त्यो अनुसारले त्यहाँ केही कार्यक्रम मैले कुन हिसाबले भने अब ताल छ, यसबाट हामीले केही फाइदा पाएको छैनौँ भन्ने सबै जहिले पनि जनताको समुदायको गुनासो रहन्छ। र अब केही कार्यक्रमहरू हैन, अब आय आर्जनका कार्यक्रमहरू चलाउनु पर्यो भने त्यो अनुसारले चलाउने, तर तालको जैविक विविधता तथा प्राकृतिक रूपमा जुन खालका संरचनाहरू त्यहाँ छन् तिनीहरूलाई केही पनि क्षति नहुने तरिकाले त्यो 2-3टा कुराहरूलाई ध्यानमा दियो भने पुग्छ। यिनै चुनौतीका बीच घोडाघोडीमा अर्को चुनौती मिचाहा प्रजाति बेसरम झारको विस्तार पनि बढ्दै गएको छ। घोडाघोडी ताल क्षेत्रको उत्तर र पूर्वी भाग अहिले बेसरमले ढाकिएको छ। डिभिजन वन कार्यालय पहलमानपुरका अनुसार हाल करिब 5 हेक्टर क्षेत्र बेसरमले प्रभावित भइसकेको छ, जसमा 2 हेक्टर क्षेत्र निकै प्रभावित अवस्थामा रहेको छ। यो झारले तालको प्राकृतिक स्वरूप मात्र होइन, जलचर, स्थानीय वनस्पति तथा चराचुरुङ्गीको वासस्थानमा समेत प्रत्यक्ष असर पारिरहेको डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्याय बताउनुहुन्छ। ताललाई पोडिदिन्छ, किन भन्दाखेरि एकपटक बेसरम फैलियो, त्यो पनि कुहियो, सोकियो, त्यो तालमै जम्मा हुन्छ, अर्को पटक फेरि पलाउँछ, फेरि त्यही थुप्रिन्छ, हुँदा यति बाक्लो प्राङ्गारिकको लेयर जम्मा हुन्छ कि माटोमा, त्यसले गर्दाखेरि तालहरू पनि सुकाइदिन्छ। अब माटोहरू चाहिँ माथिबाट ओभरफ्लो भएर अन्यत्रतिर पानी पुग्छ, तालको चाहिँ त्यो खाडल चाहिँ उक्लेर जमिनको सतहसँग बराबर हुनाले सिमसारको एउटा अस्तित्व नै यसले सङ्कट पार्ने देखियो। अर्को चाहिँ कहीँ एकदम गहिरो तालहरू छ, बेसरम छ, अहिले नै चाहिँ त्यसले चाहिँ सिमसारले नपुरेको अवस्था भए तापनि त्यो कुहिँदाखेरि जमिन मुनि जान्छ, जमिन मुनि त्यो चाहिँ प्राङ्गारिक तत्त्वहरू चाहिँ भित्र जाँदाखेरि त्यहाँ नाइट्रोजनको मात्रा अत्याधिक फैलिन्छ जमिन मुनि, त्यसलाई युट्रोफिकेसन पनि भन्छ। त्यो अत्याधिक नाइट्रोजनको चाहिँ त्यो मात्रा बढ्नाले यो अक्सिजनको मात्रा पुरै घटाइदिने, अनि जलचरहरू जो माछाहरू, कछुवाहरू यसको चाहिँ जीवनलाई नै यसले ठुलो सङ्कटको अवस्थामा ल्याइपुर्याउने पनि देखिन्छन् यस्ता झाडहरू। अब सिमसारमा हामीसँग चाहिँ यो जङ्गली धानहरूका पनि त्यहाँनिर चाहिँ उम्रिन्छ ठाउँ, अन्य सिमसारका रैथाने हाम्रा वनस्पतिहरू पनि हुर्किन्थे, ती वनस्पतिसँग सदियौँ
कालदेखि नै चाहिँ चरा सुरुङ्गी किरा फट्याङ्ग्राको एउटा जीवन चक्र चले आउँथ्यो। त्यो किरा फट्याङ्ग्राहरू हुन्थे, तिनीहरूले चाहिँ अलिकति परागसेचनहरू गरिदिन्थे र त्यो धानहरू पनि हुर्किन्थ्यो। ती फट्याङ्ग्राहरूलाई चराहरूले खाइदिन्थ्यो, चराहरू हुर्किन्थे। साना चरालाई अलिकति ठुला चराहरूले चाहिँ खाइदिन्थे, ठुला चराको अस्तित्व रहन्थ्यो भन्न खोजेको चाहिँ एउटा खाद्य श्रृङ्खला चल्थ्यो। यसले गर्दा त्यो खाद्य श्रृङ्खला ब्रेक लगाइदिएका कारणले कतिपय वन्यजन्तुहरूको पनि अस्तित्वमा पनि सङ्कट आउने कुराहरू देखियो। बेसरम झार नियन्त्रणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण प्रदेश सरकारले समेत वार्षिक बजेट विनियोजन गर्दै आएको छ। यसपटक आधा हेक्टर क्षेत्रबाट बेसरम हटाउन सुरु गरिएको छ। चालु आर्थिक वर्षमा करिब 1 लाख बजेट मार्फत बेसरम हटाउने कार्य भइरहेको डिभिजनल वन अधिकृत पाध्यायले बताउनुभयो। हामीसँग जम्मा 1 लाख बजेट हो। 1 लाख बजेटले हामीले इस्टिमेट गर्दाखेरि आधी हेक्टरको लागि मात्र पुग्ने भए तापनि त्यहाँको स्थानीय समुदायहरूलाई, त्यहाँ पहिलेदेखि काम गरेका सङ्घ संस्थाहरूलाई पनि हामीले परिचालन गरेर यो हामी सबैको साझा सम्पत्ति हो। कम्तीमा पनि केही मात्रामा इन्सेन्टिभ भए पनि तपाईँहरूले जे जति ठुलो क्षेत्र हुन्छ यसलाई ओगट्नु भन्ने हिसाबले करिब पनि 1.5-2 हेक्टरसम्म चाहिँ त्यो एउटा तालहरूको चाहिँ झाडहरू निकाल्नका लागि चाहिँ उपभोक्ताहरू पनि परिचालित छन्। बेसरम झार नियन्त्रणका प्रयासहरू भए पनि समस्या भने अझैसम्म समाधान हुन सकेका छैनन्। सीमित बजेट र यसको तीव्र फैलावटका कारण नियन्त्रण चुनौतीपूर्ण बनेको छ। नेपालकै पहिलो बर्ड सेन्चुरी घोषणा भएको 4 वर्ष बितिसक्दा पनि अझै सो क्षेत्रमा अपेक्षित सुधार देखिएको छैन। हालसम्म बेसरम हटाउन प्रदेश सरकारले करिब 9 लाख रुपैयाँ खर्च गरे पनि संरक्षणका अन्य गतिविधि प्रभावकारी हुन सकेका छैनन्। संरक्षणकर्मी विजय राज श्रेष्ठ भन्नुहुन्छ, संरक्षित क्षेत्र घोषणा गरेर मात्र हुँदैन, बजेटको व्यवस्था गर्दै संरक्षणका क्रियाकलापहरू गर्नुपर्छ। संरक्षित क्षेत्र घोषणा गर्नु मात्रै बुद्धिमानी होइन, संरक्षित क्षेत्र घोषणा गरिसकेपछि संरक्षित क्षेत्रले गर्नुपर्ने नियम कानुन पालनाहरू, बजेटको व्यवस्थाहरू, त्यहाँ बन्ने संरचनाहरू, चरा अभयारण्य मैत्री हुनुपर्छ। त्यो कुराहरूमा अलिकति नबुझेको या बुझेर पनि त्यो कुराहरूलाई अगाडि नबढाएको जस्तो। विभिन्न चुनौतीका बीच सिमसार संरक्षणसँगै पर्यटन विकासलाई अगाडि बढाउने उद्देश्यले 2074 सालमा घोडागुडी नगरपालिकाले बृहत घोडागुडी ताल तथा पर्यटन विकास बोर्ड समेत गठन गरेको थियो। बोर्डले 10 वर्षीय गुरु योजना बनाए पनि 2079 पछि यसको गतिविधि निरन्तर हुन सकेन। तर गुरु योजना अनुसार विकासका गतिविधिहरू अगाडि बढाइरहेको घोडागुडी नगरपालिकाका नगर प्रमुख खडक रावत बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, बृहत घोडागुडी ताल तथा पर्यटन विकास बोर्डलाई निरन्तरता दिन आवश्यक छैन, तर गुरु योजना अनुसार हामीले विकासका कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ। फुट ट्रेल भइरहेछ, करिब 1700-1800 मिटरको काम, टावरको कामका लागि छ, त्यो मन्दिर जानेमा रेलिङ लागि होला, यताउता पार्किङ क्षेत्रमा ग्राभलिङ गरेर रोलिङ भएको होला। गुरु योजना अनुसारै काम भइरहेछ। अब प्रत्यक्ष रूपमा नगरपालिका बोर्ड मार्फत भन्दा पनि नगरपालिका मार्फत डाइरेक्ट भइरहेछ। हिजोका दिनहरूमा जुन संयन्त्र बोर्ड गठन भएको थियो, त्यो बोर्ड भनेको अब पालिकाबाट बजेट विनियोजन गर्ने, 1.5 करोड बजेट विनियोजन गर्ने, त्यो बजेट कार्यान्वयन गर्ने गरी मात्रै भएको थियो। प्रदेश सरकारले चिन्ने भनेको नगरपालिका हो, सञ्घ सरकारले पनि चिन्ने भनेको नगरपालिका हो। जसले त्यही संरचनामा त्यसलाई कार्यान्वयन गर्यो भने प्रभावकारी हुन्छ भन्ने हो। बोर्डको खास कामै छैन। अब कसैले नचिन्ने खालि आफ्नै बजेट मात्रै खर्च गर्ने हो भने, खर्च गर्नका लागि बोर्ड गठन गर्ने हो भने त्यहाँ तल भत्ता बैठक भत्तामा खर्च गर्नुभन्दा यता 2टा रुख रोपिन्छन्, यता थप 100 मिटर वा कोहीको काम अगाडि बढ्छ, जे अहिले काम गरिरहेको। घोडागुडी सिमसार जैविक विविधता, धार्मिक आस्था र पर्यटकीय सम्भावनाले भरिएको महत्त्वपूर्ण क्षेत्र हो। तर बढ्दो मानव चाप, अव्यवस्थित विकास र मिचाहा प्रजाति बेसरमको फैलावटका कारण यो क्षेत्र चुनौतीमा छ। दीर्घकालीन योजना, पर्याप्त बजेट र प्रभावकारी व्यवस्थापन मार्फत संरक्षण र पर्यटनलाई सन्तुलनमा राखेर अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।